हामी सबैका अभिभावक आदरणीय व्यक्तित्व मचरगाजी महर्जज्यू, यस कार्यक्रममा तालुक भएकी स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नम्बर 6 की श्रद्धेय वडाध्यक्ष महिला नेत्री आदरणीय म्याम, यस वडाका जनप्रतिनिधि ज्यूहरू क्रमशः लीलादेवी अधिकारीज्यू, जगतलाल साईज्यू, चन्द्रदत्त सुवेदीज्यू, प्रशिक्षक मित्रहरू, क्यामेरा पर्सन सपना म्याम लगायत आजको यस कार्यक्रममा उपस्थित रहेका सम्पूर्ण आदरणीय महानुभावहरू, यहाँ सबैमा स्वीकारोस् मेरो तर्फबाट दिवाकालीन प्रणाम, राम राम, नमस्कार। सर्वप्रथम नौ दिने जीवन व्यवस्थापन तालिमलाई सभ्य भव्य एवं शानदार ढङ्गबाट सम्पन्न गर्नको लागि सक्रियतापूर्वक भूमिका निर्वाह गर्नुहुने समस्त आमा दिदीबहिनीहरू, यहाँ सबैप्रति आयोजक समितिको तर्फबाट म हार्दिक साधुवाद व्यक्त गर्दछु। हरेक दिन ऊर्जा, उमङ्ग, उत्साह, उल्लासका साथ प्रशिक्षणमा सहभागिता जनाई डरलाई पन्छाउँदै, केही हिचकिचाहटलाई पनि पन्छाउँदै सिकाइप्रति यति उच्च समर्पण भाव राखेर तपाईँहरू लाग्नुभयो। त्यस कारणले गर्दाखेरि नै प्रशिक्षण उपलब्धिमूलक ढङ्गबाट सम्पन्न हुन सक्यो भन्ने कुरामा हामीले विश्वास लिएका छौँ। तपाईँको सक्रिय सहभागिता हुँदैन थियो, तपाईँको लगनशील स्वभाव यदि देखिँदैन थियो भने केही जान्नु छ, हामीले सिकाइ अझै बाँकी छ, जीवन सिक्नको लागि हो भन्ने कुराको बोध तपाईँमा नभएको भए हामीलाई पक्कै पनि सिकाउनको लागि सजिलो हुने थिएन। प्रशिक्षक साथीहरू सबैले सिकाउनमा सजिलो यस कारणले अनुभूत गर्नुभयो कि तपाईँहरू सिक्नको लागि उच्च लालसा बोकेर आउनुभएको थियो। तपाईँको उच्च लालसाले गर्दाखेरि हामीलाई पनि केही कुराहरू व्यक्त गर्नको लागि, भन्नको लागि छुट्टै आनन्द, मजा र खुसीको अनुभूति भएको छ। तपाईँ सबैप्रति म हार्दिक साधुवाद व्यक्त गर्दछु। वडा परिवारले यो तालिम सञ्चालनको लागि विश्वास गरेर जुन अभिभारा हामीलाई सुम्पिनुभयो, वडा परिवारप्रति पनि म हार्दिक साधुवाद व्यक्त गर्दछु। यहाँहरूले विश्वास नगर्नु भएको भए या हामीमाथि भरोसा नगर्नु भएको भए यति धेरै आमा दिदीबहिनीहरूसँग जोडिएर प्रशिक्षण सञ्चालन गर्ने, सिक्ने, सिकाउने यो अभियानलाई पक्कै पनि हामी निरन्तरता दिन समर्थ हुने थिएनौँ। वडा परिवार धन्यवादको पात्र छ। यो सम्पूर्ण सफलताको श्रेय वडा परिवारप्रति जान्छ। म हार्दिक साधुवाद दिन्छु। खासमा जीवनको विषयमा धेरै कुराकानी भइसक्यो। सकारात्मक सोचको बारेमा, तनावको बारेमा, लक्ष्य निर्धारणको बारेमा र हाम्रा प्राथमिकताहरूको सन्दर्भमा, परिवार व्यवस्थापनको सवालमा, श्रीमान श्रीमतीको सम्बन्धलाई सुमधुर बनाउने सन्दर्भमा, सासू ससुरा या भनौँ सासू बुहारी बिचको सम्बन्धलाई प्रगाढ, मजबुत र जीवन्त बनाउने सवालमा पनि हामीले धेरै प्रकारका कुराहरू, सिकाइहरू, अभ्यासहरू यो प्रशिक्षणमा गरेका छौँ। हामीले भोग्दै आएको कुरा, झेल्दै आएको कुरा, हामीले घर परिवारमा जुन समस्याहरू भोगिरहेका छौँ ती समस्यालाई समाधान गर्नको निमित्त हामीले व्यवहारिक ढङ्गबाट, प्रयोगात्मक तवरबाट यो प्रशिक्षणलाई सञ्चालन गर्ने अथक प्रयत्न गऱ्यौँ र तपाईँहरू त्यसमा सहभागी पनि हुनुभयो। कतिपय दिदीबहिनीले त प्रश्नसँग के पनि भन्नुभयो भने मेरो छोरासँगको यो सम्बन्ध थियो, समस्या, सासूसँग यो समस्या, होइन, श्रीमान श्रीमती बिच कहिलेकाहीँ अनबन हुन सक्छ, त्यसलाई कसरी निराकरण गर्न सकिन्छ, एकदम प्रेसर सिचुएसनमा, तनावको अवस्थामा पनि सौहार्द वातावरण कसरी निर्माण गर्न सकिन्छ, प्रेमी वातावरणलाई कसरी जीवन्तता दिन सकिन्छ, यो विषयवस्तुमा पनि हामीले गहन भलाकुसारी र अन्तर्क्रिया गरेर प्रशिक्षणलाई सम्पन्न गर्न सफल भयौँ। मलाई लाग्छ तपाईँहरू जुन ढङ्गबाट 9 दिनसम्म हाँसेर ऊर्जाका साथ आउनुभयो, त्यो 9 दिन मात्र होइन, अब जीवनभर यहाँ सिकेका कुराहरू आफ्नो व्यावहारिक जीवनमा तपाईँले लागू गर्नुपर्छ। यदि त्यो लागू गरिएन भने के हुन्छ? लागू गरिएन भने एक त लगानी खेलेको, समय खेलेको, हामी बढाएको पनि खेलेको, घर परिवारमा बसेर यतिका समय हामीले कति राम्रो काम गर्न सक्थ्यौँ भन्ने त्यो काम पनि हुन पाएन नि त। त्यो कारणले गर्दाखेरि अब उपरान्त दिनहरूमा रिसाएर बोल्ने होइन के कसो हो, तनाव हो भने के गर्ने? तनाव हुन्छ नि, तनाव कस्तो जीवनमा छैन।
छ तर व्यवस्थापन गर्ने कला जान्नुपर्छ। हामीले तनाव निराकरण गर्ने उपाय के भनेका थियौँ? तनावलाई कसरी निराकरण गर्न सकिन्छ? ध्यानबाट, दोस्रो प्राणायाम, त्यस पछाडि भजन कीर्तनमा सम्मिलित भएर 108 पाइला हिँडेर घुमेर पढेर होइन, यस्ता विभिन्न उपायहरूको बारेमा पनि कुराकानी भएको छ। ती विषयहरू मैले अहिले दोहोऱ्याउन जरुरी छैन। यसलाई मात्र आफ्नो दैनिक जीवनमा उतार्दै घर परिवारमा पनि सेयरिङ गर्नुहोस् कि सबैभन्दा राम्रो पक्ष भने पनि घर परिवारमा कुराकानी भद्र तपाईँ गर्नुभयो भने सम्बन्ध सौहार्द प्रेमिल र सुदृढ हुँदै जान्छ। आज भएको कुरा घर परिवारमा लगेर सुनाउने, उहाँहरूलाई केही न केही कुरा बुझाउने, केही न केही कुरा भन्ने, यो परम्परा, यो संस्कृति, यो संस्कारको विचारोपण तपाईँ हामीले आफ्नै घर परिवारमा गर्न सक्यौँ भने त्यसले अवश्य पनि बदलाव ल्याउँछ र जीवनमा पटक पटक एउटै कुरालाई लिएर तनाव लिइराख्ने कुरालाई पनि अब हामीले छोड्न जरुरी छ। यो कुरालाई पनि हामीले बिर्सन जरुरी छ। यसरी अगाडि बढ्नको लागि यहाँ सबैप्रति म हार्दिक अनुरोध गर्दछु। यस्तो महत्त्वपूर्ण ठाउँमा प्रशिक्षण सञ्चालन गर्ने मौका हामीले प्राप्त गर्यौँ। म श्रीकृष्ण प्रणामी सत्सङ्ग भवन प्रति पनि हार्दिक आभार व्यक्त गर्दछु। समितिप्रति हार्दिक साधुवाद व्यक्त गर्दछु। यो वातावरण हामीले उपलब्ध गराउनु भएकोमा, साथै आजका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अतिथिगण लगायत सम्पूर्ण महानुभावहरूलाई आयोजक समितिको तर्फबाट र म मेरो व्यक्तिगत तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु कार्यक्रममा उपस्थितिको लागि। त्यसै गरी टोखा नगरपालिका वडा नम्बर 10 ले आर्थिक सहयोग गरेर यो कार्यक्रम सम्पन्न गर्न सहजीकरण गर्नुभएको छ। टोखा नगरपालिका वडा नम्बर 10 टोखा नगरपालिका प्रति म हार्दिक साधुवाद व्यक्त गर्दछु। त्यसै गरी क्यामेरा पर्सन 2 जना हुनुहुन्थ्यो, उहाँ दुवैजनामा हार्दिक आभार व्यक्त गर्दछु। सम्पूर्ण आमा दिदीबहिनीहरू यहाँ सबैप्रति म हार्दिक आभार व्यक्त गर्दछु। यहाँहरू यो तालिम आउँदै गर्दाखेरि यहाँको घर व्यवस्थापन गर्न सहयोग पुर्याउने यहाँका श्रीमान, छोराछोरी, सासू ससुरा, आमा, नन्द, आमा जो हुनुहुन्छ, जसले यहाँहरू तालिममा सहभागी हुँदै गर्दाखेरि पनि घर व्यवहारलाई व्यवस्थापन गरिदिनु भएको छ। उहाँहरू सबैप्रति पनि हार्दिक आभार व्यक्त गर्दै यस्तो महत्त्वपूर्ण कार्यक्रममा यहाँहरू सक्रियपूर्वक सहभागिता जनाइदिनु भयो। आज प्राप्त गर्नुभएको प्रमाणपत्रलाई सुरक्षित रूपमा राख्दै दिनकै एकपटक हेर्ने वातावरण निर्माण गरी अब चाहिँ म केही न केही नयाँ जीवन यापन गर्छु, नयाँ ढङ्गबाट अगाडि बढ्छु, आफ्नो विचारलाई सुदृढ गर्छु, सकारात्मक सोच्ने बानीको अभ्यास गर्छु भन्ने सोच र सङ्कल्पका साथ अगाडि बढ्नु होला। यो शुभकामना व्यक्त गर्दै आसन्न नयाँ वर्ष 2082 आउँदैछ। नयाँ वर्ष 2082 को यहाँ सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै हामी सबैजनाको तर्फबाट र तपाईँको तर्फबाट पनि, तपाईँलाई पनि भन्नु मन छ क्या? याद छ ल? सबैको तर्फबाट सबैलाई 2082 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै यहाँहरूको दिन सुख शान्ति उमङ्गका साथ